गाइजहरू हामी धरानको ओर्सो पार्कमा यतिखेर घुमिरहेको छौँ। यस्तो अवस्था यो चाहिँ एउटा यो भिजन सहितको एउटा पार्क निर्माण भएको छ। यता यो खोलालाई यो बगरलाई यस्तो डिजाइनमा ढालिएको छ। एकदमै रमणीय ठाउँ छ। तपाईँ देश विदेश जहाँबाट भए पनि एकचोटि तपाईँले यहाँ आएर घुम्नुभयो भने तपाईँलाई चाहिँ एकदमै मन शान्त हुने अवस्था छ। यहाँ माछा पालिएको छ है। यो माछा तपाईँले देख्नुहुँदैछ, पोखरीमा माछा छ। यहाँ बस्ने ठाउँहरू छ, विभिन्न मूर्तिहरू छ। यहाँ देख्न सक्नुहुन्छ। यहाँ बाटो यस्तो बनाइएको छ। यो पहिले कच्ची बाटो थियो, अहिले यस्तो अवस्थामा यो बाटोलाई बनाइसकेको रहेछ। म पनि धेरै समयपछि आएको यता, निकै नै रमणीय भएको रहेछ। निकै नै खुसी लाग्यो। आज निकै नै माइन्ड फ्रेस भएको अनुभव भएको छ। यहाँ आरा धरान को चाहिँ स्ट्याच्यु छ यता अगाडि। यस्तो अवस्थामा बनिएको रहेछ। निकै खुसी लाग्यो। यो बाटो पहिले चाहिँ एकदमै कच्ची थियो, तर यो बनिसकिएको रहेछ। तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चिन्डोबाट पानी बगिरहेको छ, चिन्डो धारा। बस्ने ठाउँहरू प्रशस्त छ, तपाईँले देख्न सक्नुहुन्छ। उता बगर छ, उता खोला बगिरहेछ। यो पल्लो साइड चाहिँ खोला बगिरहेछ। यस्तो छ। यहाँ बत्तीको व्यवस्था राति पनि एकदमै राम्रो अवस्थामा झिलिमिली देखिन्छ, बेलुकी पनि। एकदमै राम्रो अवस्था छ। यहाँ पछाडि साइडमा देखाउँदैछु, पछाडि यस्तो छ। यहाँ छ। सुरुमा चाहिँ धरानमा यो बनिएको थियो, त्यस पछाडि यो बाटोहरू बनिँदै त्यो परको गोर्खा चौतारी बनिएको हो गाइजहरू। ल है, यहाँ चाहिँ अझै पनि निर्माणाधीन अवस्थामा रहेको रहेछ। यहाँ पाइपहरू गिटीहरू राख्नुहुन्छ। अझै यसलाई चाहिँ अझ मोटिभेसन गरिरहेको छ भनौँ। राम्रो तरिकाले बनाउने कोसिस भइरहेको छ। प्रयास जारी छ। यहाँभित्र अब के छ भन्ने कुराहरू आइरहेछ। हेर्न जानुपर्छ। डिक्की रहेछ यहाँ, पुरानो कुरा यो। हामीले यो डिक्की कुटेको हो। डिक्की यसरी कुट्नेछ। डिक्की कुट्ने हो यसरी। यो ओखली रहेछ है, ओखली है। ओखलीलाई यो यस्तो बनाएको छिपु ओखली। अनि यो जाँतो है, यो जाँतोलाई संरक्षणको लागि, पुरानो कुराहरूलाई चाहिँ संरक्षणको लागि राखिएको रहेछ है। ल यो खोला, सर्दो खोला। यहाँ चाहिँ क्षेत्र बनाएको छ। यो त कुम्भकर्ण क्षेत्र अरे, त्यतिलाई। यहाँ माथि चाहिँ माछा पुछ्रे क्षेत्र, मकालु क्षेत्रहरू छ यहाँ। हजुर बिस्तारै पछि जान्छ। कति राम्रो चरा उडिरहेछ।